हेलो नमस्ते, स्वागत छ मेरो नयाँ ब्लगमा है। फेरि पनि हजुरहरू सबैजनालाई स्वागत छ। म चाहिँ फेरि यहाँ रमाइलो ठाउँतिर आएको छु है। आज चाहिँ यस्तो रमाइलो ठाउँतिर, हरियाली ठाउँतिर आएको छु। हामी 3 भाइ छौँ है। एकजना यता हुनुहुन्छ, उहाँ एकदम मोबाइलमा बिजी, एकजना चाहिँ यहाँनिर हुनुहुन्छ, उहाँ चाहिँ हैन, उहाँ चाहिँ एकदम फेरि जस्तै अब कला गला भएको मान्छे हो। अलिकति गीत सित पनि गाउनुहुन्छ, उहाँ सिङ्गर जस्तै हो। उहाँले चाहिँ एकदम मिठो गीत गाउनुहुन्छ है। दुईवटा गीत गाइदिनु पर्यो है, उहाँले अब गीत गाइदिनुहुन्छ। उहाँ चाहिँ अलिक कलाकार जस्तै हो। उहाँले अलि मिठो उहाँले अलि मिठो गीत गाउनुहुन्छ क्या होइन। मलाई गीत गाउन आउँदैन है, यो भ्लग भयो। मलाई गीत गाउन आउँदैन है, यो भ्लग भएन है। ल पर्की घुम्न आएको छ, हरियाली छ छन त, तर गीत चाहिँ मलाई आउँदैन है साथी। हजुरलाई अब जस्तो आउँछ त्यस्तै। अब कहाँ गीत गाइदिने यार। हजुरलाई अब जस्तो आउँछ त्यस्तै एउटा गीत चाहिँ गाइदिनु पर्ने हुन्छ मेरो यो च्यानलमा है। कस्तो गीत गाउने ल साथीहरू, भन्नु त कस्तो गीत मनपर्छ हजुरहरूलाई। यो गीत एकदम मन पराउनु भयो भने हजुरहरूले लाइक, कमेन्ट, सब्सक्राइब गरेर छेउमा भएको घन्टीलाई पनि ट्याङ्गा छुनु भयो भने चाहिँ हामी फेरि अर्को पनि गीत ल्याउँछौँ, अर्को पनि भ्लग ल्याउँछौँ होइन। आज हामी यसो अब फुर्सदको समय, आज छुट्टी पनि हो, आइतबार, अनि घुम्न आएको छौँ। उहाँ सरले चाहिँ मलाई एकदमै होइन, उहाँको फ्यान हो कि, उहाँको चाहिँ म फ्यान हो, ठुलो फ्यान हो। उहाँको भोइस चाहिँ एकदम मनपर्छ क्या मलाई चाहिँ। गीत गाउनु भन्नुभएको छ, तर मलाई खासै गीत चाहिँ आउँदैन। एउटा गीत चाहिँ जसरी हुन्छ एउटा सानो कोसिस गर्छु होइन, कस्तो हुन्छ। हजुरहरूले लाइक कमेन्ट चाहिँ गर्नु होला, नबिर्सनु होला भन्न चाहन्छु गर्नको लागि। ल गाउने हो त सर एउटा? एउटा हान्दिनु नि त। ल म एउटा गाउँछु नि त है त। ल ल आउनु, तपाईँ पनि सँगै टक्क बसेर गाइदिउँ न त दुई भाइ होइन। मैले गाउँदैन होइन, गाउनुपर्छ, आउनु सँगै बसेर गाउने हो कि। साथीहरूलाई पनि यसो चिनाउनु पऱ्यो नि त होइन। ल बाध्यताले भए नि टाढा, हुन सानो फुल जस्तो मन काँडा, दैला मुनि जाऊ भन्देऊ न निष्ठुरी, तिमी कहाँ छौ। बाध्यताले भए नि टाढा, हुन्न सानो फुल जस्तो मन काँडा, दैला मुनि जाऊ भन्देऊ न निष्ठुरी, तिमी कहाँ छौ। दैला मुनि जाऊ भन्देऊ न निष्ठुरी, तिमी कहाँ छौ। कस्तो लाग्यो सर? धन्यवाद धन्यवाद, कति राम्रो लाग्यो हजुरको भोइस। हजुरको त म ठुलो फ्यान हो नि। धेरै धेरै धन्यवाद। हैन, आज भेटघाट भएको छ है। धेरै लाइक कमेन्ट है फेरि आउँछ है हजुरहरूले गर्नुभयो भने। अब ल बाई बाई।